साथीहरू हाम्रा देशका मान्छे देउता पनि मलाई अचम्म लाग्छ के साँच्ची भनेको। यदि प्रधानमन्त्री बालेन शाह या रवि लामिछानेको मैले विरोध गरेर एउटा भिडियो बनाएँ भने त्यहाँ यति खुसी हुन्छन् कि कमेन्टमा आएर हो सही हो शङ्कर सुवेदी सही हो भनेर हजारौँ कमेन्ट आउँछ। त्यसै मध्येमा यति पनि केही थोरै कुरा केही बढाइ चढाइ गरेर हर्क साम्पानको विरोध गर्दाखेरि अनि मै नराम्रो मैलाई गाली आउँछन् कि गालीका वर्षा आउँछन्। होइन आखिर तिमीहरूको हर्केले गर्न चाहिँ के गरेको छ र त्यति साह्रो चाहिँ सपोर्ट गर्नुपर्ने? जसले राम्रो गरेको छ देश बनाउँछु भनेको छ उसलाई सपोर्ट गर्नु हो नि त होइन। अहिले बालेन शाह प्रधानमन्त्री छन्, युवाको देशमा हात आएको छ। अन्त हर्क साम्पानले के छ उही हल्का मान्छे भयो क्या, हल्का भयो, हुने नहुने स्ट्याटस हालेका छन्, दुनियाँलाई गाली गरेका छन्, दिनौमाथि चाहिने नचाहिने स्ट्याटस हालेछन्। त्यस्ता पनि नेता हुन् त यार। नेता भनेको अलिकति गरुङ्गो हुनुपर्छ क्या, सबैले बुझ्ने खालको हुनुपर्छ। हावादाना पोस्ट हालेछन् एउटा के अरे फेसबुक मोनेटाइज भयो भनेर कन्टेन्ट आउँछ भनेर जे पाए त्यही स्ट्याटस हालेर मात्रै हुन्छ त? स्ट्याटसले त देश बन्दैन नि त। बालेन शाहले कस्तो गरेका छन्, रवि लामिछानेको योगदान कसैले बिर्सन हुँदैन, त्यो हो नि त। तर यहाँ के छ, ल हर्केलाई यति केही तरिकाले मैले गाली गरेँ भने अनि राई लिम्बू आएर मलाई यहाँ कमेन्टमा भन्छन्। अचम्म लाग्छ नेपालका जनता देख्दा नि।